हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। हेर्नुहोस् गाइज, आज चाहिँ हामी चाहिँ अब लेकतिर बसेपछि अब रासन ल्याउन गइरहेको छ है गाइज। अब हाम्रो रासन ल्याउन गएको टोली चाहिँ यति छ है गाइज। हेर्नु त, हेर्नुहोस् गाइज, यहाँ यस्तो छ है। म अब गुफामा छिर्न लागिसकेँ है गाइज। यस्तो छ है गुफा गाइज। यसरी नजाउँ भने नआउने। चाहिँ गुनासो है गाइज। हाम्रो चाहिँ एकचोटि रेस्ट भइसकेको छ है। उता दाइ चाहिँ अब त्यो काम गर्न लागेको हुनाले अब हामी चाहिँ यसो एकचोटि रेस्ट गरौँ भन्ने हो होइन। अब के छ गाइज? हाई दाजु। भइरहेछ निको त बैतन कि कति धेरै हुन् कि यार नार पनि। एक ठाउँ गयो यस्तो राम्रो भ्यू देखिन्छ, अर्को ठाउँ गयो यस्तो राम्रो भ्यू देखिन्छ कि हिमालको। अब यो हिमालको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ हजुरले, हेर्न सक्नुहुन्छ है गाइज। एउटा घर जस्तै उता लाइ गाइज। सो फाइनली गाइज होइन, हामी चाहिँ अब गाउँमा पुगिसक्यो होइन। हामी चाहिँ अब रासन ल्याउन आएको मान्छे होइन। अब हजुरले यो कुन ठाउँ भनेर अब झुकिनु भयो होला होइन। यो चाहिँ भूमिका भन्ने ठाउँ हो होइन। यहाँ हेर्न सक्नुहुन्छ होइन, बाटोमा झल परिसक्यो। अब त्यही हो, यहाँ उता घर देख्न सक्नुहुन्छ होइन। अब हामी चाहिँ हिँड्दै अब अबेर भइसक्यो। अब यहाँ दाइ भेट्छु भन्नुहुन्थ्यो होइन। अब दाइ पनि भेटिनुहुन्छ होला होइन। त्यही हो, अब यहाँ अब दाइ पनि भेटिसक्नु भयो होइन। त्यही हो होइन। आज चाहिँ हाम्रो यतातिरै बास हुन्छ होइन, भूमिका भन्ने ठाउँमा होइन। अब हामी चाहिँ अब घरमा बसेर होइन, अब हामी चाहिँ यहाँ घरमा पुगिसक्यो होइन। त्यही हो, अब अरू साथीहरू भित्र गइसक्यो होइन। अब म चाहिँ बाहिर छु होइन, म पनि अब भित्र जान्छु होइन। यहाँ हेर्न सक्नुहुन्छ होइन। अब त्यही हो गाइज होइन। अब अहिले चाहिँ अब झल परिसक्यो होइन। अब भोलि बिहान भेटौँला होइन। सो गाइज हेर्न सक्नुहुन्छ, यो चाहिँ भोटेको घर हो होइन। अब अहिले चाहिँ अबेर भइसक्यो होइन। गाइज गुड मर्निङ। म चाहिँ अहिले बिहानको 6 बजे बोल्दैछु है गाइज। हेर्नुहोस्, अब हामीहरूको यात्रा चाहिँ सुरु भइसक्यो है गाइज। उता हेर्नु साथीहरू। हाई के छ, कस्तो होला जस्तो छ यात्रा हजुर? अनि भाइको अनि यात्रा चाहिँ कस्तो छ? हो र, कठिन छ भन्नुपर्छ। फेरि लेकतिर अफिसियल पनि त्यति हुन्न होइन। हो है। उता हामी बसेको चाहिँ त्यो गाउँ हो है। उता हामी हिजो बसेको। अब हामी चाहिँ अब यहाँबाट हिँडिसक्यौँ। अब माथि अब पुग्नलाई कति समय लाग्छ त्यो थाहा छैन। अनि त्यही हो, अरू जो रातभरि बसियो, खाइयो, अनि पियो, नाचियो, अरू त्यही हो। अरूले चाहिँ खायो होइन छ्याङहरू, मलाई चाहिँ जो त्यही मासु भात अनि कफी, जे जसो भयो नि कफी भन्नुपर्छ। के छ दाजु हाल खबर? हजुरले 1-2 शब्द भनिदिनु पऱ्यो है। सब ठिक छ। अब किनभने अब हामी चाहिँ राति 4 बजे हिँड्ने भनेको भएन, के भयो भएन, समयले साथ पनि दिएन। निन्द्रामा धेरै झ्याप भइरहेछ। हिजो धेरै टाढाबाट आउँदाखेरि अलिक निन्द्राले चाहिँ अलिकति झ्याप बनाएर रहेछ। त्यही भएर अब सुत्दा ठ्याक्क कति बज्यो? 6 बजे रहेछ। अब चाहिँ हामी आफ्नो यात्रा चाहिँ सफल गर्न हिँड्दैछौँ, कोसिस गरिरहेको छु। अब सफल भयो भने फेरि भेटौँला गाइज है। हेर्नुहोस् गाइज, यही हो भारी है, चामलको भारी हो। बर्रीमा होला त्यही कति 15-20 केजी लाउँछ होला है गाइज। त्यही हो अरू है गाइज। उताको भ्यू हेर्न सक्नुहुन्छ। बाटामा अब रातहरू त्यही हो। अब बिहानको भ्यूहरू त्यही हो। माथि जान्छसम्म गलौला जस्तो छ, त्यही हो। हेर्न सक्नुहुन्छ है गाइज, यो चरा हेर्नु न। यसको नाम के हो दाजु?
हेर्नु न चेयर बाबा यस्तो के अब यहाँतिरको मान्छे अब यस्तो कुटपिट मारपिट त्यस्तो गर्दैन कि त्यही भएर यहाँ जङ्गल वरिपरि आएको हुन्छ नि हेर्नु न कति लाटो छ क्या हामी यति धेरै नजिक आउँदा पनि ऊ भागेको छैन क्या यहाँ हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ है गाइस त्यस्तो गर्दा पनि जान्न कि यस्तो छ कि अब हेर्नु न कस्तो राम्रो कडाएको छ कि अब यहाँतिरको मान्छेहरू भोटियाहरू भन्ने हुन्छ कि अब त्यस्तो मारपिट त्यस्तो गर्दैन कि गऱ्यो भनेपछि पाप हुन्छ भन्छ त्यही भएर यस्तो घर वरिपरि आउने कि त्यही भएर हिजो माथि नहर पनि देख्न सक्नुहुन्थ्यो हजुरहरूले अब भ्यू त राम्रोसँग देखिया छैन होइन उता त्यही हो सक्नुहुन्छ गाइस हिजो धार्चा हालेको ठाउँमा हामी चाहिँ पुगिसक्यो यो चाहिँ अब है दाजु के हो अब रेस्ट हो कि कस्तो के हो रेस्ट पनि गर्नु पर्यो अब पछाडि साथीहरू पनि पछाडि छ अब साथीहरूलाई पनि आउनु दिनु पर्यो है त्यही हो हजुरहरूले भाडी हेर्न सक्नुहुन्छ है यो चाहिँ दाइको भाडी अनि त्यस पछाडि मेरो भाडी हेर्नुहोस् मेरो भाडी चाहिँ यही हो है अब लेकतिरमा यही नगऱ्यो भने चाहिँ हुन्न है अब यही नखायो भनेपछि बाँच्न सकिँदैन अब यो खाना अब धेरै दूरसम्म गएर ल्याउनुपर्छ कि अब त्यही हो अब कहिले लेक गर्नु पर्छ कहिले बेसी झर्नुपर्छ त्यही हो अरू कुरा अझै पनि सुन्न सक्नुहुन्छ कि यस्तो चिरबिराइरहेछ कि बिहान बिहान हेर्न सक्नुहुन्छ है गाइज गाउँको भ्यू चाहिँ यस्तो यही हो है भूमिकाको गाउँ अरू त्यही हो उता अब भ्यूै राम्रो देखिसकेको छैन यस्तो असारको महिना जस्तो भइरहेछ कि अरू त्यही हो अब एकचोटि रेस्ट गरेका थियौँ अब साथीहरू पनि गइसक्यो अब हामी तीनजना मात्रै आएको छौँ तीनजनाको चुला यहाँ साथीहरू उता गइसक्यो है त अब बाटैबाट देख्न सक्नुहुन्छ हेर्नु न चराहरूको अब स्वर सुन्नु न हजुरहरूले कस्तो रमाइलो लागिरहेछ के यस्तो चराहरूको आवाज के सुन्न मन लाउने कि उता हेर्नु न हेर्नुहोस् न गाइस कोही ठाउँ भने धोपी खोजे पनि पाइन्न होइन कोही ठाउँ भने यस्तो ठुलो रुख छ कि धोपी हेर्नु न जताततै धोपीको जङ्गल मात्रै छ कि हेर्नु न हजुरहरूले हेर्न सक्नुहुन्छ है हेर्न सक्नुहुन्छ गाइस उता साथीहरू चाहिँ भेटिसक्यो है अब साथीहरू चाहिँ हामी भन्दा केही समय अगाडि हेरिरहेको थियो अब हामी चाहिँ पछाडि थियौँ त्यही भएर अब अरू त्यही हो हेर्नुहोस् न गाइस यस्तो गर्मी भएको छ कि गाह्रो पनि गाह्रो भएको छ अनि त्यही हो हेर्न सक्नुहुन्छ है गाइस हिजो नहर चाहिँ जहाँ थियो त्यही छ है अहिले उता माथि डाँडामा हेर्न सक्नुहुन्छ हिजो पनि आइथियो आज पनि आइछ अब त्यही हो अब एक ठाउँ बस्यो भनेपछि अर्को ठाउँ जाँदो रहेछ हाई कस्तो भइरहेछ हेर्न सक्नुहुन्छ गाइस हिजो जहाँ थियो त्यही छ कि नहर यस्तो बबाल के लाग्दो कस्तै दौडिरहेको छ हेर्नु न तर नहर पनि यस्तै सुसल छ है गाइस तर यो चाहिँ अब मान्छेको अब सिटी हो है गाइस नहर पनि यस्तो सिटी हाल्छ कि सुई पारेर त्यही हो अरू यस्तो रहर लाग्ने कि अब हामी चाहिँ यस्तो रहर मान्छौँ भनेपछि त अरू त चाहिँ कहिल्यै नदेखेको मान्छे त यस्तो रहर मान्छ होला कि सायद
अरू त्यही हो अझै कुइठो लागेको छ कि हेर्नु न उता डाफे पनि छ है डाफे पनि छ त्यही सँगसँगै अनि त्यसपछि नाउर हो त्यही हो के नाउर र अब डाफे सँगसँगै चलिरहेको छ कि उता यो चाहिँ हल्का जम्प गरेको अझ डाफे चाहिँ देखेको छैन नाउर चाहिँ हल्का हल्का देखेको छ है हेर्न सक्नुहुन्छ गाइज हामी चाहिँ अब रेस्ट गरिसकेछौँ एकचोटि अब उता हेर्न सक्नुहुन्छ साथीहरू उता चाहिँ दाइ अब त्यही हो मलाई चाहिँ यस्तो गर्मी भयो कि त्यही भएर म अब यो ज्याकेट अब यसो न समातेर हुन्छ कि झुलामा बाँधेर हुन्छ कि अब त्यही गरेर लग्नु पर्ला अरू कुरा त्यही हो यस्तो गर्मी भएको छ कि उता हेर्नु न भाइ यस्तो पसिना आयो भनेर भनिरहेको छ कि यहाँ चाहिँ यस्तो तात्क्रम बढिरहेको छ कि त्यसरीको तात्क्रमको त कुरै नगरे हुन्छ कि लास्ट तात्क्रम बढिरहेको छ हिउँ पनि जतात्यतै गइरहेको छ कि उता हेर्न सक्नुहुन्छ यस्तो हिउँ हुन्थ्यो त्यहाँमा अब तपाईँहरूले भ्यू हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ गाइस अब मलाई चाहिँ गर्मी भएर अब झोलामा ब्यागमा यसरी उयो गर्नु पऱ्यो यस्तो गर्मी भयो कि त्यही भएर कस्तो गर्मी कस्तो हुन्छ कस्तो गरेर अब हुन्छ ल गाइज बारी पनि बन्यो यहाँ चाहिँ फिनिस भइसक्यो गाइज हेर्नु न गाइजहरू अघिदेखि त्यहाँ मात्रै छ कि त्यो हामीलाई यस्तो रमाइलो भएको छ एकदम हेरिरहेको छ कि उता चाहिँ डाँफा कराएको रहेछ उता चाहिँ डाँफा कराइरहेको छ है गाइज हेर्न सक्नुहुन्छ गाइज यस्तो गाडो छ कि यस्तो करालो कि यस्तोमा हिँड्नुपर्छ हेर्नु न कस्तो बाबेगुरी गरेर हिँड्नु परिरहेको छ कि उता हेर्नु न अब म पनि जान्छु होला है सायद बिस्तारै बिस्तारै अब आदि दाइहरू चाहिँ उता आउँदै हुनुहुन्छ है त्यही हो यस्तो गाडो के हो त उता यहाँ भाइ हेर्नु न यस्तो हेर्नुहोस् है गाइज त्यसै जानुपर्छ कि बाबेगुरी गरेर यस्तो करालो के यस्तो सङ्घर्ष गरेर हिँड्नुपर्छ कि यस्तो हेर्नुहोस् है गाइज अब हामी चाहिँ अब नास्ता खाँदैछौँ है उता अब हेर्नु है भोलि दाइ पनि निकाल्न लाग्नु भएको छ है उता नास्ता खान लागिरहेको जुन भन्छ नि न फापरको पिठो मुद्रा थैलीबाट हुने भन्छ नि न फापरको पिठो पठाइदेऊ आमा फापरको पिठो पठाइदेऊ आमा यहाँ त चामल साह्रै नै महँगो यहाँको चामल साह्रै नै महँगो त्यही हो है यसको नाम चाहिँ फापरको पिठो भाइ गाइज हेर्न सक्नुहुन्छ यार हेर्न सक्नुहुन्छ यहाँ अब लगर भन्छ यसलाई है फापरको पिठोबाट बनेको है त्यही हो बबाल हो कि 250 पर्छ त्यही हो 250 के एउटालाई हेर्न सक्नुहुन्छ अब एउटा खायो भनेपछि अब हामीहरूको पेट टन्न हुन्छ होला है सायद त्यही भएर अब खाना नै होला जस्तो छ अब त्यही हो यहाँ अचार यो चाहिँ अचार हो यसको लागि उता साथीहरू खान लागिसक्यो यता पनि अब हुँदैछ लाग्यो गाइस हामी चाहिँ खान लागिसक्यौँ हेर्न सक्नुहुन्छ यस्तो मिठो क्या हाको लगर हामीहरूकोतिर अब कोही के हुन्छ तितो हुन्छ यहाँतिरको त तितै हुन्न कि यस्तो पक्लाउन मन लाग्छ यहाँ हेर्न सक्नुहुन्छ त्यही हो उता दाइहरू पनि खान लाउनु सुरु भयो पानी भयो भने त्यही हो पानीहरू हेलो गाइस फलो फलो दिस इज अ लगर भन्नुपर्छ ल गाइज अब हामी चाहिँ हिँडिसक्यौँ है ल है हामी अब नास्ता खाएर पनि हिँडिसक्यौँ अब उता हिजो यो डाँडाबाट गएको है यो दारबाट अब हामी पनि फेरि त्यहीबाट जान्छौँ अब त्यहाँबाट अब एउटा दुलो जस्तै छ है अब हामी पनि फेरि त्यही बाटो धाउनुपर्छ है फेरि अब त्यही बाटो धाएनौँ भनेपछि अब अर्को बाटो हुन्न यो चाहिँ हाम्रो लौरा है हाम्रो सहायता भन्नुपर्छ है अर्को खुट्टा भन्नुपर्छ जे जस्तो भयो नि त्यही हो अरू गाइज
अब हजुरले अब हेर्न सक्नुहुन्छ अहिले माथि त्यो एउटा दुलाको भ्यू हेर्नुहोस् गाइज म चाहिँ त्यो दुलो अब छिर्न सक्नु लागिसकेँ है अब हेर्न सक्नुहुन्छ माथि दुलो उता घामको छाया पनि आइसकेको छ है म त्यहाँबाट जान्छु अरू त यही हो हौ जान नसकेला जस्तो छ है गाइज उभाली अब रित्तै भए त सकिन्थ्यो होला अब गाह्रै छ भन्नुपर्छ हिजो त उदाली थियो र आए हो अब चाहिँ त्यही पनि प्रयास गरौँ है चित्र हेर्न सक्नुहुन्छ गाइज बबाल छ है उता पनि छ अनि चाहिँ यता भयो गाइज यही हो गाह्रो छ सक्सेस दे मैले चाहिँ अब सङ्घर्ष नगरेर अब यो बाटो नआएको भए म कुनै हालतले यो काम म यहाँबाट आउन सक्दैन थिएँ त्यही पनि मैले प्रयास गरेर सकेँ नि त अब उता साथीहरू चाहिँ उताबाट आइसकेको छ त्यही हो म चाहिँ अब जाओस् सफलतामा सक्सेस भयो भन्नुपर्छ भन्ने यो चाहिँ सफलता होइन है जोस् अब एउटा मात्रै हो त्यही हो गाइज यस्तो बिच बाटोमा आउँदा आउँदा यस्तो पानी परिरहेको छ कि माथि त झन् कस्तो अप्ठ्यारो होला जस्तो छ कि त्यही हो अरू मेरो खाप्चो मेरो भाइको खाप्चो गऱ्यो पसिनाले मुख धोयो जस्तो ठुलो भएको छ है भाइको त्यही हो अरू हेर्नु न कस्तो धेरै थिप्रिएला जस्तो भइसक्यो यस्तो भइरहेछ कि लेकतिर त कतिखेर पानी आउँछ भन्ने पनि थाहा हुन्न कि ज्याप जुप आइहाल्छ कि त्यही हो अरू हेर्नुहोस् गाइज यस्तो गाह्रो के भिडियोमा त यस्तो छ है रियल भइदियो त अब कस्तो हुन्थ्यो कि अब तपाईँहरूको मन चाहिँ यस्तो हुन्थ्यो कि हामी चाहिँ अब भोगेको मान्छेलाई अब थाहा हुन्छ है हो त त्यस्तै हो अब त्यही हो यस्तो गाह्रो छ कि जति भयो नि लास्ट गाह्रो छ उता यो डाँडै डाँड गएर उता माथि कुठो लागेको छ डाँडै डाँड जानुपर्छ फाइनली गाइज हामी चाहिँ है लल्लरे डाँडामा पुगिसक्यो है यसको चाहिँ पहिलाको नाम चाहिँ अब लल्लरे डाँडो भनेपछि है यसको निक नेम चाहिँ है गाइज लभ डाँडा भनिन्छ है हामी चाहिँ लभ डाँडामा पुगिसक्यो है गाइज अरू त्यही हो उता साथीहरू उता आउँदैछ है यस्तो के हामीहरूको जिन्दगी न घाम भनिने न पानी भनिने न हिउँ भनिने यस्तो के अब जे आए पनि अब हावाहुरी लागे पनि हामीहरू अब गर्नै पर्ने के सङ्घर्ष गर्नै पर्ने अब यदि नगरौँ भनेपछि हामी कहाँबाट अब खाने कहाँबाट पिउने त्यही हो होइन गाइज अब अरू यस्तो हिउँ परिरहेछ है गाइज यस्तो यहाँ उता साथीहरू आइरहेछ अनि उता भाइ चाहिँ माथि जानुभएको छ क्या उता माथि न डाँडामा त्यति राम्रो त देखिया छैन त्यही हो अरू गाइज अब यस्तै गरेर अब हामी केही समयमा डेरा पुग्छौँ है डेरा पनि अब हजुरहरूले डेरातिरको अब भ्यू हेर्न सक्नुहुन्छ है अब म चाहिँ बनाउँछु है अब हजुरहरूले हेर्न सक्नुहुन्छ अरू कुरा त्यही हो हेर्नुहोस् है गाइज अब हामीले चाहिँ बाटो पनि अनुभवले पत्ता लगाउनुपर्छ है त्यही हो अनुभवले पत्ता लगाएन भनेपछि त मान्छे गयो अब गाह्रो छ यहाँ कुइठै छ जता हेर्दा त्यतै यता हेर्नु न डाँडै डाँड अब जाने भइगयो क्या यो लभ डाँडाको डाँडै डाँड माथि जाने भइगयो
त्यही भएर अब पहिलाको नाम चाहिँ अब लल्लरे डाँडा भन्छन् है। अहिलेको निक नेम चाहिँ अब निक नेम यो डाँडाको निक नेम चाहिँ लभ डाँडा भन्छन् है। अब पहिलाकोदेखि अब हल्का परिवर्तन हुँदै आउँदैछ है यहाँतिर। अब अरू त्यही हो, पहिला यति धेरै हेर्चा गुम्बाहरू पाउँथ्यो भने आजकल पाउन्न, त्यस्तै हो, गाह्रो छ। महँगो महँगो रासन मात्रै खाइन्छ, दुःख पाइन्छ, अरू त्यही हो भन्नुपर्छ, के गर्ने। हिउँ काट्ने चाहिँ अब भेल्लै हुन्न कि हिउँको चाहिँ कतिचोटि यता गर्नुपर्छ, कतिचोटि उता गर्नुपर्छ है हिउँमा, त्यही हो। अब अरू चाहिँ हिउँको त अब भेल्लै हुन्न कि, दिनमा जुत्ता नरुचेको त दिन नै हुन्न होला है सायद। अब त्यही हो, अरू यस्तो हिउँ छ कि अब यदि च्याउ खोज्न गएको बेला भने के अब एक ठाउँमा गयो फेरि हिउँ भेटिहाल्छ, अनि एक ठाउँ गएर खोजिसकेपछि त्यसपछि फेरि अर्को बाटो काट्दाखेरि अर्को अनि फेरि अनि हिउँ काटिहाल्नुपर्छ कि फेरि। त्यही भएर जुत्ता नरुचेको त दिनै हुन्न कि सायद। हेर्न सक्नुहुन्छ गाइज, हामी चाहिँ करिब एउटा ग्रुप, हाम्रो ठाउँको ग्रुप बसेको ठाउँमा पुगिसकेको छौँ है गाइज। त्यही हो, अरू अहिले भ्यू चाहिँ राम्रो देखिरहेको छैन, म पनि अझै देखाउने प्रयास गर्नेछु। अनि हाम्रो चाहिँ च्याउ खोज्ने पाखाहरू जो छ नि, त्यो पाखा अनि उता त्यो पाखा भ्यू राम्रो देखेको छैन, यो प्रत्येक पाखा हुन्छ नि के, त्यस्तै हो। त्यही भएर म तल एउटा ग्रुप बसेको ठाउँको भिडियो पनि हल्का भ्यू पनि देखाउन चाहन्छु, तर त्यही हो, कुइठोले गर्दा त्यति राम्रो देखेको छैन, अब देखाउने प्रयास गर्छु त्यही पनि। त्यही हो गाइज, अब कुइठोले गर्दा धेरै टाढोसम्मको भ्यू देखाएन, अब अर्कोचोटि म अर्को भ्लगमा बनाउँछु, त्यतिखेर म यो हामी क्रिएटिभ नै त्यस्तै अब सब बनाउँछु नि, अर्को भिडियोमा गराउनु। यो चाहिँ भएन, अब मैले देखाउन खोज्छु भनेको हाम्रो ग्रुपको एउटा, हाम्रो ठाउँको अर्को ग्रुप बसिरहेको थियो यहाँ तल, अब देखाउँछु भनेको हो। अब कुइठोले गर्दा भ्यू त्यति राम्रो देखिएन, अब त्यही हो, म अर्को भिडियोमा यो हामीहरू किरा खोज्ने पाटाहरू, त्यस्तै अब यहाँ हामीहरू बस्ने ठाउँ, अनि डाँडा पाखा खोला नाला सब देखाउँछु गाइज। त्यही हो, अरू हामी जाने ऊ पारि त्यो डाँडा परिया हो। हेर्नुहोस् न गाइज, कसैको जिन्दगी यस्तो छ के, हामीहरूको भनेको यस्तो छ, कसैको जिन्दगी कस्तो मोजमा जिन्दगी चलिरहेछ कि, अब के गर्ने, हामीहरूको यस्तै छ होइन। अब यही गरेर पनि कतिखेर खाना लाउन पुग्दैन कि, अब के गर्ने, अब कोही अब डुलिरहन्छन्, खाइरहन्छन् होइन, तिनीहरूको मतलब हुन्न के। हामीहरूको त यस्तो सङ्घर्ष गर्नुपर्छ होइन, सङ्घर्ष गरेको पनि कतिखेर टिक्दैन के, त्यही हो होइन। अब कतिखेर अब लोड्छ कि पर्छ कि भन्ने डर हुन्छ होइन, अब त्यही हो, अरू कुरा अब गाह्रो छ। दुखारीको जिन्दगी गाह्रो छ क्या, अब दुखारीको भन्दा पनि गरिबको जिन्दगी गाह्रो छ भन्नुपर्छ, त्यही हो। अब दुःख सुख नगरुन्जेलसम्म अब खाना पाइन्न होइन, त्यही हो। अब हेर्नु न, हाम्रै कुरा गराउन हो कि होइन दाजु, अब यत्रो भारी बोकिरहेको छु हामी होइन, अब यही भारी बोकेर पनि अब पुगेको छैन कि हामीलाई, त्यही छ। दुःख नगरे भने अब दुःख नगरुन्जेलसम्म खानै मिल्दैन कि, खानै पाइन्न, अब त्यही हो। हामीहरूलाई दुःखले छाक टार्नुपर्छ क्या, त्यही हो, अरू गाह्रो छ। हेर्न सक्नुहुन्छ गाइज, उता बाटो चाहिँ यस्तै छ है, लास्ट गाह्रो छ, के गर्ने उता यस्तो चिप्लो मानिरहेको छ है गाइज, गाह्रो छ। त्यही हो, यस्तो गाह्रो छ कि, म त बल्ल गइसकेँ। म चाहिँ यता उद्धारको लागि अब दाइहरूले उद्धार गर्न आइरहेको छु। अब त्यही हो, अब यो भिडियो यतिकै स्थगित गरौँ है।
गाइजहरू भाइहरू उता आउँदैछन्। यो भिड भयो पुरा अप्ठ्यारोमा उद्धार गरिरहेछ भाइले। उता एकजना भाइ अगाडि खाली आएछ, त्यो भाइ खाली आएछ, एकजना भाइले फाइनली गाइज हामी चाहिँ डेरा पुग्न लागिसक्यौँ है। अब आदि साथीहरू यहाँ आइसके, उता दाइ आउन सक्नुभयो, दाइ आइसक्नुभयो उता। अब आदि साथीहरू उता पोरिखा टप्पा टुप्पा गर्दै आउँदैछ है। त्यही हो, हेर्न सक्नुहुन्छ हजुरहरूले। गाह्रो छ हो। अब त्यही हो, अब हामी अब केही समयपछि अब तल डेरा पुगेर अब हामी अब के छ खानेकुरा होइन, भोक पनि लागिसक्यो। अब जे छ अब त्यही अब खाइन्छ है। अब त्यताबाट अब त्यहाँ खाएको अब यहाँ आउँछसम्म हो, यस्तो अप्ठ्यारो छ बाटो, गइहाल्यो कहाँ हो कहाँ। अब त्यही हो गाइजहरू। अब साथी आउँछसम्म हामी रेस्ट गर्छौँ, अनि त्यसपछि साथी आइसकेपछि हामी जान्छौँ है गाइज। त्यही होहरू। यहाँ अझै हिउँ आइरहेको छ कि, बर्सात चाहिँ यस्तो छ हो। त्यही हो। अब के साथी अब उता गएर भात सात पकाएर खाने अरे, भोकले सतायो धेरै गाह्रो छ हो, गाह्रो। अब खाना नखाउँ भने नहुने। आइयो दाजु, गाह्रो छ है। यस्तो हिउँ परेर चिप्लाएर यस्तो गाह्रो गरिरहेछ। झन् उसै त अब बुकीमा रराउँछ भनेपछि अब हिउँ त नरराउने कुरै छैन होइन। त्यही हो। अब मेरो भ्लग चाहिँ अन्तिम हुन लागिसक्यो। त्यही हो। के छ भाइ? ठिक छ, राम्रोसँग आइयो? ए गाह्रो छ है। फाइनली दिनुभएछ आज। हो त, फाइनली दिनुभएको थियो। किन र? लुट्यो धेरै ठाउँ हो, केही छैन, सङ्घर्ष गर्नुपर्छ, सङ्घर्ष गरेपछि हुन्छ। त्यही होहरू। त्यही हो गाइज। अब म आजसम्म अब च्याउटिउमा आएको पनि धेरै वर्ष भइसक्यो है गाइज। लगभग भन्नुपर्दा त्यही 7-8 वर्ष भइसक्यो। अनि त्यही हो, वर्षै पछि यसरी नै अब दुःख गर्नुपर्छ होइन। अब यति दुःख गरेन भनेपछि अब खाना पनि अब मुस्किल हुन्छ। अब त्यही भएर कतिखेर अब दाउरा गर्नु पऱ्यो, कतिखेर पानी ल्याउनु पऱ्यो, कतिखेर अनि यस्तै रासन ल्याउनु जानु पऱ्यो है गाइज। त्यही हो, वर्षै पछि अब यसरी नै अब रासन ल्याउने काम अनि त्यस्तै हुन्छ। अब पोहोरपरातिर अब त्यस्तै अब भ्लग बनाउने भन्ने हुन्थ्यो। अब यहाँतिर अब पहिला मोबाइलको पनि चलन थिएन गाइज। त्यही भएर अनि अब पोहोरपरातिर अब त्यस्तो भ्लग पनि बनाइन्थेन। अब एकचोटि अब मोबाइल ल्याएको हुनाले मैले अब भ्लग बनाएको छु। अनि गाइज त्यही हो। अब लास्टमा अब म चाहिँ अब डेरा पुगिसकेपछि अब केही मन्तव्य भन्छु है गाइज। त्यही हो। अनि त्यसपछि छुट्यौँला हामी, अरू कुरा अर्को भ्लगमा गरौँला है गाइज। त्यही हो। फाइनली गाइज हामी चाहिँ अब डेरा पुगिसक्यौँ है। आज हामीहरूको चाहिँ अब ज्यास भयो यात्रा, अब सङ्घर्ष गरेर ज्यास अब डेरासम्म पुग्यो है गाइज। अब त्यही हो। अब हाम्रो चाहिँ अब डेरा उता त्यहाँ छ है गाइज। यहाँबाट राम्रो देखिएको छैन, उता तल देख्न सक्नुहुन्छ है। भ्यू चाहिँ अब त्यति राम्रो देखिसकेको छैन। अब जे जस्तो भए पनि अब यसचोटिको भ्लग चाहिँ अब धेरै राम्रो भइसकेको छ है। अब हजुरहरूले हेर्न चाहनुहुन्छ भनेपछि अब त्यही हो। अब सो अगेन्स गाइज, हामी चाहिँ अब फाइनली अब डेरामा पुगिसक्यौँ है गाइज। अब हामीहरूको पाल चाहिँ यही हो है गाइज। अब यही हो। उता हाम्रो दिदी हुनुहुन्छ है। अब हाम्रो चाहिँ 2वटा पाल छ। उता हाम्रो दाजु हुनुहुन्छ होइन। अब हामी चाहिँ अब रासन ल्याउनु गएको थियौँ। अब रासन ल्याएर आएर अब हामीहरू ज्याउस सफलताको सक्सेसफुल भयो अब भन्नुपर्छ होइन। उताभित्र अब भाउजूहरू, उता सालीहरू हुनुहुन्छ है। त्यही हो। अब फाइनली गाइज अब अर्को भ्लगमा त्यही हो। आजलाई यति गर्छु है म। थ्याङ्क यू। वेलकम टु माई युट्युब च्यानल। नेक्स्ट भिडियोमा आउँदै गर्नु होला। ओके, बाइ। त्यही हो गाइज। लाइक एन्ड कमेन्ट, सब्सक्राइब एन्ड सेयर गर्न नभुल्नु होला गाइज। आजलाई यतिकै, अर्को नेक्स्ट भिडियोमा भेट्छु है। थ्याङ्क यू। वेलकम टु माई युट्युब च्यानल।